नमस्ते सबैजनालाई। के तपाईँहरूलाई थाहा छ हामीले एआईद्वारा पनि भिडियोहरू बनाउन सक्छौँ नि, र त्यो भिडियो युट्युबमा हालेर हामी लाखौँ कमाउन सक्छौँ नि। त्यसको लागि तपाईँहरूले के गर्नुपर्छ भनेदेखि आफूसँग भएको राम्रो फोन, अलिकति छिटो चल्ने खालको फोन अनि राम्रो एक्सेस भएको इन्टरनेट, त्यो चाहिँ तपाईँहरूलाई आवश्यकता पर्छ। अथवा तपाईँ डाटाबाट पनि चलाउन सक्नुहुन्छ। तपाईँ नेपालको विभिन्न ठाउँहरू घुमिरहँदाखेरि त्यो ठाउँहरूको बारेमा कसैलाई बताउनु पर्दाखेरि आफ्नै आवाज या अरूको आवाज राखेर पनि आफ्नो अनुहार नदेखाई भिडियो बनाएर पनि तपाईँहरू लाखौँ कमाउन सक्नुहुन्छ। नेपालमा त्यस्तो धेरैजना हुनुहुन्छ जसले आफ्नो आवाज मात्रै दिने तर भिडियोमा आफ्नो फेस नदेखाइकन ब्याकग्राउन्डमा नेचर राखेर पनि लाखौँ कमाइराख्नु भएको छ। त्यसको लागि अब ढिलो किन गर्ने त, सुरु गरौँ न त है। अहिले म यो देखाइरहेको ब्याकग्राउन्ड चाहिँ रुकुममा पर्दछ। यो रुकुम यात्रा गर्दाको क्रममा खिचेको यो भिडियो हो। यो भिडियोमा त्यस्तो केही त छैन, तर यो भिडियोले एउटा यस्तो चित्र दर्शाइरहेको छ जहाँ हामी सामान्यतया हाम्रो आफ्नो जीवनस्तर, गाउँ भेग, परिवेशलाई जनाउँछ र त्यो हाम्रो सुन्दर मनोरम बस्तीहरू पनि देखाउँछ। यहाँ यतिसम्मको छ कि यो गाउँमा यहाँ बिजुलीहरू सबै छ, तर रातिमा एक्लै हुँदाखेरि यो गाउँमा बस्न डर लाग्ने जस्तो छ। यो खोलाको छेउमा छ जहाँनिर चाहिँ सानो परिवार बस्नुभएको छ अनि उहाँहरूलाई हामीले अबेरसम्म कुर्यौँ। दिउँसो त उज्यालो छ, आनन्द लाग्छ, त्यस्तो केही महसुस हुँदैन। जब राति हुन्छ तब ती सबै बत्तीहरू बन्द हुन्छन्, अँध्यारो लाग्छ आफूलाई। अनि वन जङ्गलको बिचमा एउटा मात्रै घर छ। एउटा घरदेखि अर्को घरसँग गुहार माग्न पनि तपाईँको कति समय लाग्छ। अनि त्यस्तो ठाउँमा हामी पुगेर भिडियो बनाएका थियौँ र तपाईँले यो भिडियो हेरेर आनन्द, मनोरञ्जन लिनुभयो होला भन्ने लाग्छ। हस् त, धन्यवाद। फेरि भेटौँला।